touch me! Don't touch me! I just want to be independent. Can you please stop it? I don't want to Want of Jerry want of most awaited Nepali movie हो जेरी want of finally guys और जेरी want of नेपाली movie असोजको 31 गते यानी कि हिजोको दिनदेखि रिलिजमा आएको छ र यो चलचित्रलाई मैले हलमा गएर हेरिसकेको छु र यो चलचित्र मलाई मन पर्यो कि नै यो चलचित्र उत्कृष्ट बनेको छ कि नै यो चलचित्र हेर्ने लायक बनेको छ कि नै भन्ने विषयमा मैले यस भिडियो अन्तर्गत तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियो निकै नै छोटो छ अनि रोचक छ, त्यसैले भिडियोलाई लास्टसम्म हेरेर सपोर्ट गर्दिनु नबिर्सनु होला। साथै मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरेर भिडियोलाई एक लाइक गर्न पनि नबिर्सनु होला। साथीहरु सबैजनालाई मेरो यो आजको भिडियोमा स्वागत गर्न चाहन्छु। नेपालको मोस्ट अवेटेड चलचित्र हो जेरी वान्ट अफ। यस चलचित्रलाई हामीहरुले हलमा गएर हेर्दाखेरि करिब 3 घण्टा 15 मिनेटको समय चाहिँ खर्चिनु पर्दछ। यो चलचित्रमा हामीहरुले कलाकारहरू अनमोल केसी, भुवन केसी, केदार प्रसाद घिमिरे, जोसिता गुरुङ, आचल शर्मा लगायतका थुप्रै कलाकारहरूलाई देख्न सक्छौं र सबै कलाकारहरूको उत्कृष्ट राम्रै अभिनयको रहेको छ भन्न केही फरक पर्दैन। स्टोरी लाइन पनि एकदम बेस्ट बनेको छ। साथै यो चलचित्रमा हामीहरुले एउटा कमजोरी देख्न सक्छौं, त्यो कमजोरी भने भिडियो अलि धेरै लामो बनेको छ यो फिल्म। साथीहरु यो फिल्म त्यति लामो भए पनि हामीहरुले चाहिँ यसमा मनोरञ्जन लिन सक्छौं। यसको स्टोरी लाइन एकदम बबल बनेको छ र यसमा VFX पनि दामी बनेको छ। साथीहरु यो चलचित्रमा हामीहरुले लभ स्टोरी, ड्रामा, कमेडी, बाउ छोराको सम्बन्ध, आत्मविश्वास लगायतका थुप्रै यसलाई हामीहरुले फुल प्याकेज मुभी बनेको छ भन्दा पनि केही फरक पर्दैन। फाइनली गाइजहरु यो चलचित्र एकदम बेस्ट बनेको छ, मलाई चाहिँ मन पर्यो। तपाईले हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला र साथै हेर्नु भएको छ भने यो फिल्म गएर हेर्न सक्नुहुनेछ। आजको लागि यति नै भन्न चाहन्छु। धन्यवाद। नेक्स्ट भिडियो मिल्नेछौं। सब्स्क्राइब गर्न नबिर्सनु होला। थ्यांक यू।